दर्शकबिनहरू भुन्टी र भूपेन्द्र बीचको सम्बन्धलाई छुट्याउनको लागि भीम र भूमिका भने लागि परिरहेका छन्। उता गाउँमा भएकी आमा अर्थात् बालकुमारी पनि भुन्टी जेल गएको हेर्न चाहन्छिन्। तर बिचरा भुन्टीले भने केही गल्ती गरेकी छैनन्। तर सारा आरोप र प्रति आरोप जति सबै भुन्टीलाई नै लगाइरहेका छन्। जसरी हुन्छ भुन्टीलाई दोषी ठहर्याउने र भुन्टीलाई जेल पठाउने र भुन्टी र भूपेन्द्रको सम्बन्धलाई बिगार्ने खालका क्रियाकलापहरू भने देवर र नन्दाले गरिरहेका छन्। तर भूपेन्द्रले कहिले यो कुरा बुझेनन् कि आफ्नी श्रीमती भुन्टी सधैँ निर्दोष छिन् र इमान्दार छिन् भन्ने कुरा उसले कहिले पनि बुझेनन्। तर भूपेन्द्र भने अहिले आफ्नै श्रीमती भुन्टीको प्रमाण जुटाउन र भुन्टी गलत हो या होइन भन्ने कुराहरू पत्ता लगाउन पछि परिरहेका छन्। तर भुन्टीले भने कहिले गलत गरेर भुन्टीले सधैँ उनीहरूको परिवार साथै सपोर्ट गरिरहेकी छिन्। भुन्टीले कहिले पनि आफ्नो घरको कुरा बाहिर लगेकी थिएनन्। गाउँमा एकजना महिलाले पनि सारा कुराहरू बताउँदै थिइन्। बालकुमारी आमालाई कहिले भुन्टीले तिमीहरूको पक्षमा नराम्रो कुरा कहिले गरेकी थिइनन्। तिमीहरूले यतिसम्म हिला र अपहेलना गर्दा पनि भुन्टी सधैँ तिमीहरूको बारेमा कुरा गर्यो भने तपाईँहरूले मेरो परिवारको बारेमा कुरा काटेर के पाउनुहुन्छ भनेर उल्टै थर्काउँछिन् भन्दै बालकुमारीलाई सुनाउँछिन्। अझ बालकुमारीले त झन् भुन्टी कस्ती हो र के गरिरहेकी छे तैँले मलाई सिकाउनु पर्दैन भन्दै उल्टे कुराहरू गरिरहेकी छिन्। र खुट्टा राम्रोसँग नटेकिने बालकुमारीले बैशाखी टेक्दै आफ्नी जेठी सासू र जेठी बुहारीले ल्याइदिएको गरगहना गाउँलेहरूलाई देखाउँदै हुन्छन्। त्यति नै बेला भूपेन्द्रका बा पनि टुप्लुक्कै त्यहाँ आउँछन्। अब चाहिँ यो बौलाई सकिछे, घरको कुरा बाहिर लगेर गाउँलेहरूलाई सुनाएर तैँले के पाउँछेस् भन्दै भूपेन्द्रका बाले हकारेका हुन्छन्। आदरणीय दर्शकबिनहरू, भुन्टी जहिले नै आफ्नो पक्षमा हुन्छन् र घरको कुराहरू बाहिर लगेर कदापि पनि कसैमाथि प्रस्तुत गर्दिनन्। किनकि बालकुमारी आमाले भुन्टीलाई नै एकदमै दोष र नराम्रो देखिरहेकी छिन्। किनभने अहिले भुन्टीले नखाएको विष पनि अहिले भुन्टीमाथि लागिरहेको छ। आदरणीय दर्शकबिनहरू, आजको भिडियो यति नै। यस विषयमा रहेर के भन्न चाहनुहुन्छ तल कमेन्ट बक्समा गई आफ्ना जिज्ञासा, राय, सल्लाह सुझावहरू भने राख्न नबिर्सनुहोला। यदि तपाईँहरू हाम्रो युट्युब च्यानल उन्नतिशील अनलाइन टिभी युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरी नजिकै रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला भन्दै यस भिडियोबाट छुटिन चाहन्छौँ। हजुरहरूको बाँकी पल बाँकी समय शुभ भएर बितोस्। हस्त नमस्कार। जय नेपाल, जय नेपाली।